Hello everyone, welcome to another video. आजको भिडियोमा म तपाईहरुलाई भिडियो एडिटिङ गर्न सिकाउँछु र तपाईहरुलाई भ्लग कसरी बनाउने, साउन्ड कसरी ल्याउने भन्ने कुरा सबै कुरा सिकाउँछु. Even if you don't know anything, तपाईलाई भिडियो एडिटिङ कहिले गर्नु भएको छैन भने पनि म आज सिकाउँछु र आज एकदमै बेसिक तर समग्रमा चाहिने कुराहरु सबै म सिकाउँछु तपाईहरुलाई. भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला. And यदि तपाई नयाँ हुनुहुन्छ यस च्यानलमा भने प्लिज कन्सिडर सब्स्क्राइबिङ. इट हेल्प्स दिस च्यानल अ लट. अनि आजको भिडियो सुरु गर्नुभन्दा अगाडि फर्स्टमा हामीलाई चाहिने हुन्छ यो चाहिँ कम्प्युटरमा गर्नुपर्ने भिडियो हो. मतलब मोबाइल भिडियो एडिटिङ हामी फेरि अर्को भिडियोमा ल्याउने छौं. तर आजको भिडियो चाहिँ कम्प्युटरमा गर्ने भिडियो एडिटिङ छ र तपाईले मलाई फलो गर्नुभयो भने तपाईले यो एकदमै 0 टु स्किल्ड भिडियो एडिटर बन्न सक्नुहुन्छ र एउटा सक्सेसफुल युट्युबर बन्न सक्नुहुन्छ है त हजुर. सो लेट्स गो अहेड. अनि आजको भिडियो एडिट गर्नको लागि हामीलाई फर्स्टमा चाहिने हुन्छ सफ्टवेयर डाउनलोड गर्नको लागि चाहिँ तपाईं गुगलमा गएर दाभिन्ची रिजल्भ भनेर सर्च गर्नु होला यसरी. त्यसपछि तपाईले यस्तो दाभिन्ची रिजल्भ भन्ने देख्नुहुन्छ है. म लिंक डिस्क्रिप्सनमा पनि राख्दिउँला. अनि तपाईले अलि तल आएर यहाँ हेर्नु भयो भने बाय अनलाइन भन्ने हुन्छ. यो चाहिँ गर्ने होइन, किन्नु पर्दैन. फ्री डाउनलोड नाउ भन्ने छ, एउटा कम्युनिटी एडिसन दिन्छ र यो हामी तपाईलाई डाउनलोड गर्नुपर्ने हुन्छ है. सो तपाईको अब कम्प्युटरको सिस्टम के छ, विन्डोज छ भने यो विन्डोज चुज गर्नु, लिनक्स छ भने लिनक्स चुज गर्दा हुन्छ, म्याक ओएस छ भने म्याक गर्दा हुन्छ है. र मैले चाहिँ मेरो कम्प्युटरमा अलरेडी डाउनलोड गरिसके हुनाले मैले डाउनलोड गरिन, तर तपाईले डाउनलोड गरेर इन्स्टल गर्नु होला है. सो यो चाहिँ फर्स्ट रिक्वायरमेन्ट छ, फर्स्ट स्टेप छ है. यदि गरिसकेपछि म तपाईलाई अब नेक्स्ट स्क्रिनमा चाहिँ के देखाउँछु भने कस्तो देखिन्छ त दाभिन्ची रिजल्भ खोल्दाखेरि. अब थोरै अलिकति म तपाईहरुलाई दाभिन्ची रिजल्भको बारेमा भनिहाल्छु किन यो सफ्टवेयर भनेर हैन. अब तपाईले क्यापकट यताउति सुनिरहनु भएको हुनसक्छ, सानोतिनो एपहरु हैन. म चाहिँ के सजेस्ट गर्छु, एज लङ एज तपाईको कम्प्युटरले सपोर्ट गर्छ भनेदेखि यो एप्लिकेसन यो सफ्टवेयर नै डाउनलोड गर्नु, किनकि यो चाहिँ प्रोफेसनल सफ्टवेयर हो. यसबाट तपाईले धेरै एडभान्स पनि गर्न सक्नुहुन्छ र तपाईले कुनै पनि टाइपको भिडियो बनाउँदाखेरि भोलि पर्सि हुन्छ नि, तपाईले अब सुरुमा चाहिँ हामी बेसिक सिक्छौं, बेसिक तर चाहिने जति सबै सिक्छौं हैन. अनि तपाईले यो चाहिँ वर्षौं वर्ष चलाउँदाखेरि पनि देयर इज अलवेज समथिङ टु लर्न के. तर तपाईले अरु सानोतिनो एपहरु चलाउनु भयो भनेदेखि त्यसमा चाहिँ लिमिटेड फिचरहरु हुन्छ अनि प्रोफेसनल ग्रेडिङ हुँदैन. त्यही भएर तपाईले फेरि अर्को एप्लिकेसनमा मुभ गर्नु पनि हुन्छ जुन चाहिँ समथिङ लाइक प्रिमियर प्रो अथवा दाभिन्ची रिजल्भ अगेन है. सो व्हाई वुड यु वेस्ट टाइम? सो आई वुड से स्टार्ट राइट हियर so that you can get a good foundation, solid understanding of how the software works. अनि तपाई फ्युचर इटरेसनमा फ्युचर एडभान्स हुँदै जाँदाखेरि चाहिँ तपाईले त्यही एउटै सफ्टवेयरमा नयाँ नयाँ कुरा कसरी गर्ने रहेछ भनेर सिक्नुहुन्छ है. तर अगेन जस्ट टु मेक इट क्लियर, यो भिडियो चाहिँ एकदमै सिम्पल हुन्छ र तपाईले जिन्दगीमा कहिले पनि भिडियो एडिटिङ गर्नु भएको छैन भन्ने हिसाबले मैले यो भिडियो बनाइराको छु है. सो यो डाउनलोड गर्नु होला. म तपाईलाई नेक्स्ट स्क्रिनमा यो सफ्टवेयर खोलेर देखाउँछु. सुरुमा चाहिँ तपाईले न्यू एउटा प्रोजेक्ट अनटाइटलमा क्लिक गर्नु है. अनटाइटलमा क्लिक गरिसकेपछि यस्तो स्क्रिन आउँछ. अब यो स्क्रिन आउँदाखेरि ल अब टुवा पर्छ हैन, किनभने देयर इज लट अफ थिंग्स हियर व्हिच वी डोन्ट अन्डरस्ट्यान्ड, व्हिच इज फेयर इनफ. तपाईले यहाँ धेरै कुरा छ हैन, तर आत्तिनु भएन हैन. सबैभन्दा फर्स्टमा कुरा के बुझ्नु पर्यो भने अल्दो हामीले यो सफ्टवेयर युज गरेछ भनेदेखि यो सफ्टवेयरको हामीले एकदमै कम फिचर युज गर्छौं जसले चाहिँ हामीलाई एकदमै धेरै भ्याल्यु दिन्छ है. जस्तै एक्जाम्पल यो धेरै कुराहरु हामीले यहाँ युज गर्दैनौं हैन, तर तपाईले जस्ट सरसर्ती यो सफ्टवेयरको लेआउट बुझ्नु होला. फर्स्टमा चाहिँ यहाँबाट सुरु गरौँ. यहाँ चाहिँ मिडिया भन्ने फोल्डर छ. यहाँ चाहिँ तपाईले कम्प्युटरको फाइलहरु एक्सेस गर्न सक्नुहुन्छ हैन. अनि त्यसपछि यहाँ कट भन्ने छ. यो चाहिँ एउटा फ्लो हुन्छ नि, एउटा भिडियो एडिटिङको फ्लो जस्तै राखेको छ, ट्याब जस्तै. यहाँ चाहिँ मिडिया छ, यहाँ चाहिँ कट गर्ने यो सेक्सनमा आएर त्यसपछि यहाँ आएर टाइमलाइनहरु हेर्ने हैन. टाइमलाइन हेरेपछि यहाँ कलर कम्बिनेसनहरु गर्ने अनि यहाँ कलर ग्रेडिङहरु गर्ने हैन. अनि यहाँ साउन्डको एडिटिङ गर्ने र यहाँ एक्सपोर्ट गर्ने विन्डो छ है. अब हामीले आजको भिडियोमा चाहिँ हामीले कलरहरु हेर्दैनौं, साउन्ड पनि खासै हेर्दैनौं, एकदम बेयर मिनिमम मात्र हेर्छौं हैन. तर तपाईलाई एउटा भ्लग बनाउने, युट्युबमा चाहिँ एउटा सक्सेसफुल भ्लग कसरी बनाउने भन्ने कुराहरु म एकदमै डिटेलमा सिकाउँछु. ल फर्स्टमा फेरि यहाँ जाउँ. यहाँ गएर यसमा क्लिक गर्नु होला, यो मिडिया स्टोरेजमा. यहाँ गएर तपाईले फर्स्टमा गर्नुपर्ने के हुन्छ भनेदेखि तपाईको कम्प्युटरमा भएको फाइल्स एन्ड फोल्डरलाई तपाईले ल्याउनु पर्ने हुन्छ है. सो त्यसको लागि मैले चाहिँ गएर मेरो डेस्कटपमा मैले राखेको थिएँ. म डेस्कटपबाट यहाँनिर फाइल फोल्डरहरु हेर्छु र मैले डेमो भनेर राखेको थिएँ. यो हामी यो युज गर्छौं है. यो यति एउटा मेरो क्यामेराले खिचेको थिएँ मैले फुटेज तपाईहरुको लागि भनेर. यो म यता ल्याएर
टाइमलाइन बनाएर तपाईहरुलाई सिक्वेन्स बनाएर देखाउँछु। अब यो मैले एक दुईटा टर्महरु नयाँ नयाँ युज गरिरहेको हुन्छु, केही पनि सोच्नु पर्दैन, जस्ट सोच्नु यसलाई यसरी बुझ्नु कि यो चाहिँ जस्ट क्लिप मात्र हो, र्यान्डम क्लिप। तपाईको मोबाइल ग्यालरीमा पनि हुन सक्छ यस्तो र्यान्डम क्लिप हैन। यस्तो क्लिपहरु र्यान्डम क्लिपहरु तपाईले एकै ठाउँमा ल्याएर एउटा फोल्डर बनाएर स्ट्रक्चर गर्नु पर्यो फर्स्टमा है। अनि त्यसपछि गएर अब यो सेक्सनमा जाउँ ल, सिधै टाइमलाइनमा गएर हेर्दा नि हुन्छ है, सजिलो हुन्छ किनकि इभेन्चुअली हामी टाइमलाइनमै आउँछौँ हैन। यहाँ गएर यसरी यसलाई एडजस्ट गर्न मिल्छ है। अब तपाईले मिडिया पुल भन्नेमा जाने हैन। मिडिया पुलमा यहाँ मास्टर भन्ने छ नि, सो मास्टर भनेको चाहिँ केही होइन, एउटा बेसिकली एउटा फोल्डरको लोकेसन हो। अब यहाँ भित्र तपाईले राइट क्लिक गर्नुभयो भने न्यू बिन आउँछ, न्यू बिन भनेको न्यू फोल्डर भनेर बुझ्नु। अब तपाईले यसलाई रिनेम गरेर फुटेज भनेर राख्नु है। सो फुटेज भयो है। अब यहाँ भित्र चाहिँ तपाईले के गर्नु पर्यो भनेदेखि यो अघिनको मिडिया छ नि, यहाँनिर फेरि यो तल क्लिक गर्नु होला, यो सबैलाई सेलेक्ट अल गर्ने अनि दिस इज एड इन्टु मिडिया पुल गर्ने है, एड इन्टु मिडिया पुल गर्ने। सो यसले के भनिरहेको छ, चेन्ज प्रोजेक्ट फ्रेम रेट, द सेलेक्टेड क्लिप ह्याभ अ डिफ्रेन्ट फ्रेम रेट टु द प्रोजेक्ट बनाएको छ। के रहेछ एक्चुअली म तपाईँलाई फेरि देखाउँछु है त। सो यसलाई मैले डन चेन्ज गरेँ। सो तपाईले के बुझ्नु पर्यो भनेदेखि हैन, फ्रेम रेट भनेको चाहिँ यो हामीले सर्ट खिच्दाखेरि चाहिँ जस्तै यो फुटेजमा सर यहाँ हेर्न सक्नुहुन्छ, मेटा डेटा भन्छ यसलाई। फुटेजको सर्ट चाहिँ 2990.97 छ कि हैन, मैले 4K मा खिचेको छु। अब तपाईँ के हुन्छ यो एक्चुअली हेर्नु है तपाईको। अनि यो र तपाईको प्रोजेक्टको के भन्छ, प्रोजेक्टको चाहिँ फ्रेम रेट ब्यालेन्स हुनुपर्छ, न त तपाईको भिडियो चाहिँ स्लगी हुन्छ। सो मेबी लेट मी शो यु द्याट एज वेल। प्रेफरेन्समा जाने हैन, प्रेफरेन्समा गएर प्रेफरेन्समा जानु पर्दैन, अथवा हामी यहाँनिर पछि जाने बेलामा यहाँ मिलाउन सक्छौँ टाइमलाइन फ्रेम रेटमा गएर है। 30 राख्दिँदा हुन्छ है, यता एक्सपोर्ट गर्ने बेलामा पनि मिलाउन सक्छौँ हामी है। यसरी गर्दा पनि हुन्छ, धेरै तरिकाबाट गर्न सकिन्छ, अथवा प्रोजेक्टको सेटिङमा गएर यसरी यहाँबाट गर्न मिल्छ। ओके, सो एक्चुअली के गर्न सकिन्छ भने प्रोजेक्ट सेटिङमा गएर हाम्रो चाहिँ फुटेजको टाइमलाइन के अरे फुटेजको फ्रेम रेट अनुसार यो पनि फ्रेम रेट मिलाउन सकिन्छ। ल यहाँ टाइमलाइन फ्रेम रेट भनिरहेको छ नि, अघि हामीले हेरेको थियौँ 2997 विच इज दिस 29.97। अब तपाईको डिभाइसले अथवा मोबाइलले कति खिचिरहेको छ, तपाईले कम्प्युटरमा माइग्रेट गर्दाखेरि अथवा क्यामेराले कति खिचिरहेको छ, यसरी नै मिलाउन सक्नुहुन्छ है त। मैले यसरी चाहिँ म्याच गरेँ। ल सेभ गरेँ मैले, चेन्ज द प्रोजेक्ट फ्रेम रेट। ओके, चेन्ज वाइ बिकज हाम्रो फुटेज चाहिँ त्यसमा खिचेको छ नि है। अब फ्रेम रेट भनेको के हो तपाईले बुझ्नु भएको छैन हैन, म एकचोटि सरर भनिदिन्छु। अब फ्रेम रेट भन्ने कन्सेप्ट चाहिँ पहिलाको रिलको दुनियाँमा है, अहिले त अब हामी डिजिटलमा खिच्छौँ सबै कुराहरू हैन, सबै हुन्छ नि, सबै भिडियोहरू डिजिटली मोबाइलमा खिच्छौँ, क्यामेरामा खिच्छौँ। तर पहिला के हुन्थ्यो भनेदेखि तपाईँको चाहिँ एक्चुअली आई थिङ्क इट विल बी फन, मैले यहाँ देखाएँ भने है फ्रेम रेट भनेर। पहिला चाहिँ के हुन्थ्यो भने रिल हुन्थ्यो क्या, रिल क्यामेरा हुन्थ्यो क्या। तपाईँको चाहिँ नेगेटिभ तपाईँले देख्नु भएको छैन होइन, क्यामेराको नेगेटिभ हुन्छ नि, हो त्यस्तो नेगेटिभ नै मुभ हुन्थ्यो कि, फिजिकल नेगेटिभै मुभ हुन्थ्यो। तर एउटै मान्छे मुभ हुनु पऱ्यो भने पनि होइन, अब 25वटा 30वटा एक सेकेन्डमा चाहिँ 30वटा नेगेटिभलाई चाहिँ सरर बगाउँथ्यो क्या घुमाएर हैन। अनि त्यो मोसन पिक्चर हुन्थ्यो, पिक्चरको मोसन जस्तो देखिन्थ्यो क्या। जस्तै एक सेकेन्डमा 30वटा पिक्चर चाहिँ सरर देखायो भने त त्यो भिडियो जस्तो देखिन्छ नि। एक्चुअली त्यसरी नै भिडियो बन्छ, टेक्निकली भिडियो बन्ने चाहिँ पिक्चर खात लाएर भिडियो बन्छ क्या। ल हेर्नु यहाँनिर होइन, ल हेर्नु ल यस्तो हुन्छ क्या है। अब लो फ्रेम रेट भयो भने के हुन्छ हेर्नुहोस् त, यहाँनिर ब्लरी आउँछ होइन। हाई फ्रेम रेट भनेको एभ्री सिङ्गल डिटेल मोमेन्ट चाहिँ क्याप्चर गरेको छ नि होइन, त्यसले चाहिँ क्लियर ल्याउँछ भन्ने एउटा बिलिभ भयो होइन। अब यहाँ पनि छ इमेज, तपाईँले हेर्न सक्नुहुन्छ नि। आई थिङ्क यो अझै राम्रो छ। यो चाहिँ 14वटा फोटो रहेछ एक सेकेन्डमा, 24वटा फोटो देखाएपछि चाहिँ त्यो एउटा 24 फ्रेम रेटको चाहिँ इमेज भयो। त्यस्तै 60वटा फोटो खिचेको छ एक सेकेन्डमा चाहिँ, 60वटा फोटो खिचेर 60वटा फोटो चाहिँ प्ले गराइदियो भने त्यो एउटा भिडियो एक सेकेन्डमा जति भिडियो बच्छ त्यति बच्छ क्या है। इन्ट्रेस्टिङ छ हाउ थिङ्स वर्क। ओके, ब्याक टु हाम्रो भिडियो एडिटिङमा जाऊँ। अब यसमा हामीले गएर अब मैले देखाइहालेँ फुटेजहरू ल्याउने होइन। अर्को इम्पोर्टेन्ट कुरा के छ भने नि, अब मैले यो फर सम रिजन मेरो कम्प्युटरले धान्ने भएर मेरो सबै 4K नै छ होइन। तर तपाईँहरूले 4K मा गरिराख्नु हुँदैन है। यो 4K चाहिँ मैले यतिकै खिचेको हो
तर तपाईँहरूले चाहिँ 1080 मा खिच्नु होला किनकि 4K भयो भने चाहिँ अलि रिसोर्स इन्टेन्सिभ हुन्छ होइन अब खिच्नु छ भने तपाईँको कम्प्युटरले धान्छ भने राम्रो भयो तर इट्स रियली अननेसेसरी है 4K चाहिँ अब तपाईँको अनलेस तपाईँको च्यानल मोनिटाइज भएको छ एकदमै हाइली हुन्छ नि हाई रिजोल्युसन भिडियो मात्र तपाईँले देखाउनुहुन्छ भने चाहिँ ओके इट मेक्स सेन्स होइन किनकि च्यानल मोनिटाइज भइसकेको छ इट मेक्स सेन्स टु इन्भेस्ट देयर तर तपाईँ भएको छैन भनेदेखि 1080 इज द बेस्ट रिजोल्युसन यु सुड चुज है तपाईँले त्योभन्दा तल 720हरू हुन्छ त्यो चुज नगर्नु 1080 मा खिच्नु तपाईँको मोबाइलको डिभाइसको क्यामेराहरू यो बारेमा बुझ्नु भएन भने मलाई मेसेज अथवा तपाईँले कमेन्टमा लेख्नु म यसको बारेमा अझै तपाईँलाई एक्सप्लेन गरिदिन्छु किनकि मैले अलिक धेरै इन्फर्मेसन कम्प्याक्ट गरेर आउनसक्छ तपाईँले बुझ्नु भएन भने फेरि समस्या हुन्छ है मलाई चाहिँ जानकारी दिनुभयो भने म तपाईँलाई अझै राम्ररी सिकाउँछु है सो लेट्स गो अब आजको भ्लग बनाऊँ फर्स्टमा चाहिँ मैले फुटेजहरू ल्याएँ होइन अब मेन कुरा भनेको हरेक भ्लगमा के चाहिन्छ भनेदेखि स्टोरी चाहिन्छ नि त होइन अब स्टोरी चाहिँ कसरी बनाउने के बनाउने भन्दाखेरि त्यो आफ्नो चोइसको कुरा हुन्छ तर आज चाहिँ मैले एउटा सिम्पल भिडियो एडिटिङको लागि मात्रै भनेर यो बनाएको छु त्यही भएर म सानो सानो दुईवटा क्लिप कति छ यो लेन्थ भनेदेखि लेट्स सी है लेन्थ चाहिँ मैले यहाँ ठ्याक्कै देखिरहेको 13 सेकेन्ड रहेछ होइन अनि अर्को पनि कति छ हेरौँ यो पनि 13 सेकेन्ड यो पनि 13 सेकेन्ड ओके यो 28 सेकेन्ड ल यो तिनवटा क्लिपको चाहिँ म एउटा भ्लग बनाउँछु है त सो मैले तिनवटा सेलेक्ट गरेँ राइट क्लिक गर्ने अनि त्यसपछि हामी के क्लिक गर्छौँ भने क्रिएट न्यू टाइमलाइन विथ सेलेक्टेड क्लिप्स भन्छौँ है अनि टाइमलाइनलाई ओके मेन भनेर मैले लेखेँ होइन क्रिएट गरेँ हो अब टाइमलाइन भनेको के हो त टाइमलाइन भनेको चाहिँ बेसिकली मैले अघि नै भनेको थिएँ नि तपाईँलाई चाहिँ फुटेजको चाहिँ छुट्टै छुट्टै रिल हो भनेदेखि रिल मतलब नट लाइक अहिलेको इन्स्टाग्रामको रिल होइन कि पहिलाको नेगेटिभ टाइपको रिल हुन्छ नि हो यो चाहिँ छुट्टै छुट्टै क्लिपहरू हो क्या अब यसलाई चाहिँ हामीले एउटैमा बन्डल गरेछौँ एउटै सिक्वेन्समा राख्यौँ क्या होइन एउटै सिक्वेन्स बनाएर यो पछि यो जान्छ भनेर हामीले सिक्वेन्समा राख्यौँ कलेक्सन बन्डल हो क्या यो चाहिँ जस्ट फोटो एल्बम जस्तो हो है अब तपाईँले यहाँ आएर हेर्नुभयो भने अब तपाईँले किबोर्डको प्लस खिच्नुभयो भने यसरी यो एक्सप्यान्ड हुँदै जान्छ क्या किबोर्डमा प्लस खिच्नु है तपाईँले एक्सप्यान्ड हुन्छ र माइनस खिच्नुभयो भने यो यस्तो जुम आउट हुँदै जान्छ है जुम इन जुम आउट है अर्को तपाईँको अप्सन भनेको यहाँ पनि खिच्न सक्नुहुन्छ माइनसमा खिच्नु भयो भने यसरी आउँछ र प्लसमा खिच्नु भयो भने यसरी आउँछ मैले एकदमै मिनिमल सिकाइरहेको छु धेरै कुराहरू सिक्नु हुँदैन एकैचोटि एकदम कम सिकेर बिस्तारै अपग्रेड हुँदै जानुपर्छ है फेरि हामी आत्तिन्छौँ अनि त्यसपछि काम बन्दैन सो सुरुमा चाहिँ यति सिके पुग्छ अब तपाईँले यसरी प्ले गर्नुभयो भने है यसरी प्ले गर्नुभयो भने ल हेर्नु त यो क्लिप फुटेज छ नि यो फुटेज खिचेछ होइन यो फुटेज यसरी खिचेछ हो ल नाइस ओके ग्रेट द्याट्स इट होइन अब यहाँ गएर यसरी अर्को एउटा फुटेज छ होइन मैले थाहा पाएँ ल यति फुटेज रहेछ होइन त अब म यसलाई कसरी डिजाइन गर्छु भनेदेखि मैले के देखेँ भने यहाँ दुईवटा यो मूर्ति छ नि सिंहको होइन यसलाई चाहिँ म एन्डिङ र क्लोजमा राख्छु अब हामी कटिङमा जाउँ कटिङ गर्नलाई है अब तपाईँले के बुझ्नुपर्छ भनेदेखि यो सेलेक्ट अल गर्नुभयो भने सेलेक्ट हुन्छ र यसरी क्लिक गरेर ड्र्याग गर्नुभयो भने यसरी मुभ हुन्छ ल हेर्नु यहाँ ब्ल्याङ्क भयो किनकि हामीले यता के पनि राखेको छैनौँ नि त 0 सेकेन्डमा है त्यही भएर यसलाई फेरि ड्र्याग ब्याक गऱ्यो भने तपाईँले यो देख्न सक्नुहुन्छ फुटेज देख्नुहुन्छ र अघि नै मैले के भने भनेदेखि यो फुटेजमा स्पेसली यो फुटेजमा चाहिँ के थियो भनेदेखि बाघको स्टार्टिङ थियो नि होइन बाघको चित्र थियो अब यसमा चाहिँ मैले के गर्न चाहेँ भने ठ्याक्कै यहाँनिर आएपछि मैले प्ले गरेँ है प्ले गरेर एकछिनमा चाहिँ म कटिङ गर्छु है त म तपाईँलाई देखाउँछु ल यहाँबाट मैले कटिङ गर्न चाहेँ भने मैले अब के गर्छु भनेदेखि यस्तो गर्ने यसलाई अलिक सानो बनाउँदा हुन्छ है अथवा यसलाई पनि मिनिमाइज गर्न मिल्छ यहाँ क्लिक गरेर मेटाडेटामा क्लिक गऱ्यो भने यो आउँछ यहाँ क्लिक गऱ्यो भने जान्छ है सो अब यहाँ मलाई कटिङ गर्नु छ कटिङ गर्दाखेरिको दुईवटा सेलेक्ट गर्ने धेरै तरिका छ कटिङ गर्नलाई तर अहिले चाहिँ एकदम बेसिक राखेर हेरौँ अनि ब्लेड छ नि यो ब्लेडमा खिच्ने है ब्लेडमा खिचेर यहाँनिर कट गर्ने अनि यहाँ कट गर्ने है ब्लेडमा खिच्ने यहाँ कट गर्ने सो काटियो होइन अब फेरि स्केप खिच्ने अथवा यहाँ खिच्दा पनि हुन्छ अब यहाँ किबोर्ड सर्टकटहरूको कुरा आउँछ म त्यो तपाईँहरूलाई फेरि अर्कोचोटि सिकाउँछु
है किनभने तपाईले चाहिँ सुरुमा माउसबाटै गर्न सक्नुभयो भने सजिलो हुन्छ र बुझ्नु पनि हुन्छ के अब कति कुरा चाहिँ एकैचोटि याद गर्ने हैन त्यही भएर त्यसरी गर्न सकिन्छ है ल म फेरि यहाँ देखाउँछु मैले यहाँ कटिङ गरे नि यो फुटेज कट गरेपछि अब के गर्न चाहन्छौँ हामी भनेदेखि यो दुईटा यो फुटेज छ नि यो दुईटा फुटेज अब यो दुईटालाई सेलेक्ट गर्नु एक्चुअली सबैलाई सेलेक्ट गर्नु हैन अनि यहाँनिर यो आइकन छ नि लिंक भन्ने अब अहिले के भइरहेछ भने हेर्नुस् त यहाँनिर मैले यो क्लिक गरे भने तलको अडियो र यो सेपरेट भइरहेछ के यसरी हैन त्यो सुरुमा चाहिँ म के गर्न चाहन्छु भनेदेखि मैले यो ड्र्याग गरे भने यसको अडियो पनि यहाँ सँगसँगै ड्र्याग हुनु पर्यो हामीलाई हैन सो त्यही भएर यो सेटिङ चाहिँ गएको रहेछ मैले सेलेक्ट अल गरेँ सेलेक्ट अल गरेर सेलेक्ट अल गर्नको लागि कन्ट्रोल ए अथवा कमान्ड ए यसरी गरेर यो लिंक आइकनमा क्लिक गर्ने है लिंक आइकनमा क्लिक गरिसकेपछि अब हेर्नुस् त मैले एउटा खिच्दाखेरि दुईटै सेलेक्ट भयो यहाँ पनि एउटा क्लिक गर्दा दुईटै सेलेक्ट भयो हैन यसरी मैले ड्र्याग गरे भने के भयो दुईटै गइराछ नि हैन हो गुड सो अब यो केसमा चाहिँ हामी के गर्छौं भनेदेखि यो केसमा यो पनि सेलेक्ट भइराछ तर ल हेर्नुस् यहाँनिर यो सेटिङले यसलाई छ छैन भनेपछि अब यसमा पनि हामी के गर्छौं यहाँ लिंक गर्दिन्छौं है ल हेर्नुस् अब चाहिँ ओके Okay, let's see. Okay, great. Okay, for some reason यो लिंक भइरा छैन. Okay, यसमा धेरै समय नखर्चौं तर हामीले दुईटै सेलेक्ट अल गरेर ड्र्याग गर्दा हुन्छ. अब हामी सुरुमा जाँदाखेरि यसलाई चाहिँ सिक भन्छ हैन सिक भन्छ के सिक भनेको यसलाई अथवा प्ले हेड भन्छ हैन यसलाई जता सारे त्यतैबाट भिडियो सुरु हुन्छ के है अब अगाडि आयो त्यो क्लिप ल हेर्नुस् त है यसरी आयो हो यो आएपछि अब ठ्याक्कै फेरि खाली भयो अब यो दुईटा बीचमा चाहिँ हामीलाई यता ल्याउनु छ अब एउटा उपाय छ यसलाई यसरी तानेर ल्याउने हैन तर अर्को उपाय के छ भन्दाखेरि खाली ठाउँमा सेलेक्ट गर्ने हैन अनि डिलिट खिच्ने टक्क जान्छ खाली ठाउँ आफै है ल डिलिट खिच्ने ठीक छ अब फेरि एकचोटि हेर्ने ओके ल यसलाई मैले कन्ट्रोल एस खिचेर सेभ गरेँ प्रोजेक्टलाई डेमो भनेर है यसरी सेभ गरेँ ठीक छ मैले बेसिकली आज के धेरै कुरा गर्दिन कटिङ गर्ने कसरी र अडियो कसरी मिलाउने भनेर सिकाउँछु है त सो अब हेरौँ यसलाई थोरै ल हेर्नु सिंह आयो हैन सिंह आएपछि मैले के गर्न चाहे भने ठ्याक्कै कन्टेक्स्ट चेन्ज गर्न चाहे है यसरी गए हैन अब यो चाहिँ रनिङ शट हो हैन रनिङ शट चाहिँ मैले यतिकै पनि राख्न सक्छु धेरै एडिट नगरिकन है ल हेर्नुस् यो ठीक छ इट्स अल गुड हैन सो मैले यतिकै छोड्दै यसलाई अब यहाँबाट चाहिँ मेबी ओके लेट्स किप गोइङ अब यहाँबाट मलाई चाहिएन भने फेरि हामी यो ब्लेड आइकन खिच्छौं र यहाँ आएर कट गर्छौं यहाँनिर दुईटै काट्यो नि हैन सो अब चाहिँ हामी के गर्छौं फेरि ब्याक टु यो आइकनमा अनि यो अब हामीलाई चाहिदैन हैन अब चाहिदैन हामीले फेरि एकचोटि हेरौँ यहाँ फुटेज राम्रो छ कि छैन हैन ल ठीक छ मलाई यो डिलिट गर्दा नि हुने रहेछ भने यहाँ सेलेक्ट गरेर डिलिटमा खिच्ने है त्यो गयो फेरि टक्क लाएर यो आयो नि त हैन सो अलिकति ब्याक गएर फेरि प्ले गरौँ कस्तो देखिन्छ गुड है अब ठ्याक्क सिक्वेन्स आई मिन त्यो फुटेज चेन्ज भयो नि इन्ट्रेस्टिङ हुन्छ नि त हैन सो लेट्स गो हियर ल अब यहाँ गएर अब फेरि एउटै कुरा देखाइरहँदाखेरि अलि मोनोटोनस हुन्छ अब म फेरि यहाँ कटिङ गर्न चाहन्छु है त यहाँ कटिङ गरेर यसरी यहाँबाट काट्ने है काट्यो नि हैन अब फेरि यहाँ हेर्ने फुटेज चाहिँ राम्रो छ कि छैन हैन ल ठीक छ यो फुटेज मलाई पछिको यो फुटेज खासै केही छैन भने थाहा भयो भने यसरी ड्र्याग गरेर पछाडि सार्ने र यसलाई अगाडि ल्याउने है यसरी हैन अब यो चाहिँ हामीले के भनेको थियौं भने एन्डिङमा राख्ने भनेको थियौं नि हैन सो यसरी राख्यो हैन अब एन्डिङमा राख्ने भएदेखि यो सबै धेरै चाहिँदैन नि त हामीलाई यसरी यहाँ खिचेर मतलब यो लास्टमा खिचेर यसरी ड्र्याग गर्यो भने काटिन्छ क्या आफै है ल गयो नि हैन ग्रेट सो अब यो फुटेजलाई के गर्ने त भन्दाखेरि अब फेरि एकचोटि हेरौँ थोरै कतै राख्न मिल्छ कि हैन यसलाई अब फेरि हामी
अथवा यसलाई डिलिट गर्दा नि हुन्छ है। ल अलरेडी हाम्रो राम्रो भइसकेको छ। अब हेरौँ कति लामो भएछ भिडियो। हामीले लगभग 37 सेकेन्डको भिडियो बनाएछौँ होइन। ल ठिक छ, गुड। अब नेक्स्ट स्टेप छ, सेभ गरौँ एकचोटि, कन्ट्रोल एस खिचेर। तपाईँले यसरी नै यही फिलोसफीमा तपाईँले धेरै कुराहरू गर्न सक्नुहुन्छ है। यो चाहिँ जस्ट बेसिक थियो। अब हामी के गर्छौँ भनेदेखि अडियो राख्छौँ। सुरुमा चाहिँ यो भिडियोको अडियो छ नि, तपाईँले फेरि जुम गरेर हेर्न मिल्छ यहाँनिर होइन। यो भिडियोको नेचुरल अडियोलाई चाहिँ अब यो कतिको रिलेटेबल छ हामीले बनाउने कन्टेन्टमा होइन। अब सधैँभरि रिलेटेबल हुन्छ भन्ने ग्यारेन्टी त छैन। तर के चाहिँ हुनसक्छ भनेदेखि कहिले चाहिँ हामीले अब भ्लग बनाउँदाखेरि न्यारेसन गरेर हुन्छौँ होइन। त्यही भएर भिडियोलाई अथवा यसलाई चाहिँ यत्तिकै राख्दा हुन्छ होइन, यतिकै राख्दा हुन्छ। तर इफ यु डोन्ट रियली निड इट तपाईँले म्युट गर्दा नि हुन्छ। म्युट गरिदियो भने सबै जान्छ। यो टाइमलाइन छ नि, यो बेसिकली यो ट्र्याकको, यसलाई चाहिँ ट्र्याक भन्छ। यो ट्र्याकको चाहिँ यो सबै जान्छ कि जान्छ मतलब कुनै पनि बज्दैन। र तपाईँले अर्को ट्र्याक एड गर्न सक्नुहुन्छ। यहाँनिर राइट क्लिक गर्ने, एड ट्र्याक गर्ने र मोनो गर्ने है। स्टेरियो गर्न सकिन्छ तर अहिलेलाई लेट्स किप इट सिम्पल, मोनो राख्ने होइन। अब यसमा चाहिँ मैले रिनेम गर्न सक्छु ब्याकग्राउन्ड बिजी म्युजिक, बिजी भनेको ब्याकग्राउन्ड म्युजिक है। यो चाहिँ के हो त, फुटेज अडियो है। फुटेज अडियोको मलाई चाहिँदैन, मैले यहाँ केही न्यारेट गरिरहेको छैन नि त होइन। सो आई जस्ट टेक इट डाउन। अथवा यो यहाँनिर यो लेभल छ नि, तपाईँले देखिरहनु भएको छ कि छैन, यहाँनिर व्हाइट लाइन छ नि, यो व्हाइट लाइनलाई चाहिँ तपाईँले यसरी क्लिक गर्नुभयो भने यो लेभललाई, अडियोको लेभललाई तलमाथि गर्न मिल्छ क्या है। यसरी टक 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 गर्न मिल्छ। ल त्यो गर्नु होला होइन। अनि त्यसपछि गएर अब यसलाई अलिकति यसरी ड्र्याग गरेर यो अडियोलाई पनि यसरी सार्न मिल्छ है, यसरी सार्न मिल्छ। अब सधैँ एउटा अप्सन चाहिँ के भने म्युट गरिदिन सक्यो, पुरै गेम फिनिस होइन। र कहिले चाहिँ अब कुनै अडियो चाहिँ म्युट गर्ने, यो चाहिँ अब यो सपोज यो क्लिपको चाहिँ म्युट गर्न मन लाग्यो मलाई होइन। तर यो क्लिपको चाहिँ राख्न मन लाग्यो भने मैले यसरी राख्न पनि सक्छु क्या होइन। अब यो भिडियो यो यसमा बज्दैन तर यसमा चाहिँ बज्छ है, यसरी गर्न सकिन्छ। ल ठिक छ। अब लास्ट पार्ट त होइन, जो सेकेन्ड लास्ट पार्ट हेरौँ होइन। अब चाहिँ हामी के गर्छौँ भने ब्याकग्राउन्ड म्युजिक राख्छौँ होइन। अब ब्याकग्राउन्ड म्युजिकको लागि चाहिँ कहाँ जाने भनेदेखि म युट्युबमै जान्छु होइन। युट्युबमा जाने। अब यो डेमो च्यानल हाम्रो जुन छ नि, यो डेमो च्यानलको तपाईँको पनि आफ्नो च्यानलको युट्युब स्टुडियोमा जानु है। युट्युब स्टुडियोमा गएर यो अडियो लाइब्रेरी भन्ने छ नि, यो अडियो लाइब्रेरीमा क्लिक गर्नु है। अडियो लाइब्रेरीमा क्लिक गरेपछि अब यो जति पनि साउन्डहरू यहाँ देख्नुहुन्छ तपाईँले, यो सबै कपिराइट फ्री हो क्या। यहाँनिर लाइसेन्स टाइप बनाए हुन्छ नि, यी लाइब्रेरी लाइसेन्स होइन, नो एट्रिब्युसन निडेड, यसरी प्ले गरेर सुन्न मिल्छ। नाइस। ल मलाई यही नै मन पऱ्यो। ल यही नै डाउनलोड गरिदिएँ मैले सजिलोको लागि है। यो मेरो डाउनलोडमा आयो। अब मैले डाउनलोड गरेको अडियो चाहिँ हाम्रो यो भिडियो एडिटिङ फ्लोमा ल्याउनु पऱ्यो। कसरी ल्याउने त भन्दाखेरि ओके, मेरो एडिटर यहाँ छ होइन। कसरी ल्याउने भन्दाखेरि यसलाई चाहिँ मैले ड्र्याग गरेर अघि नै यो हामीले फुटेजहरू राखेको ठाउँ छ नि, मास्टर भन्ने, सेलेक्ट गरेर ड्र्याग गऱ्यो भने यहाँ आउँछ है। अथवा कपी गरेर यतापट्टि आएर यहाँनिर पेस्ट गर्न मिल्छ कि मिल्दैन हेरौँ। यहाँबाट सिधै गर्न मिल्दैन रहेछ, केही छैन। यहाँ जाउँ होइन, मिडिया स्टोरेजमा जाउँ र यहाँबाट यो डेमो भन्ने फोल्डर छ नि, यसमा चाहिँ हामी सारौँ है। सारौँ हो, अच्छा त ओके आयो होइन। ल हेर्नुहोस् यहाँनिर गुड फर घोस्ट भन्ने आयो नि होइन। अब टाइमलाइनमा त छैन। टाइमलाइनमा ल्याउनुको लागि चाहिँ के गर्न सकिन्छ भनेदेखि यहीँ सिधै ल्याउन पनि मिल्छ क्या, ड्र्याग गरेर है। तपाईँले सेलेक्ट गरेर ड्र्याग गर्नुभयो भने सिधै यहाँनिर आउँछ। यो भिडियो एडिटिङ गर्दाखेरि चाहिँ अब दुईवटा मोनिटर भयो भने सजिलो हुन्छ है। एउटामा एउटा खोल्यो, एउटामा एउटा खोलेर अब ठिकै छ। मोनिटरहरू त यस्तो भने त जोड्दै गर्दा हुन्छ। मेन कुरा चाहिँ तपाईँले सिक्नु पऱ्यो। बेसिकली यो अडियो ल्याउनुको लागि फेरि कन्फ्युज हुनुभयो भने तपाईँ यो मिडिया स्टोरेजमा जाने होइन। मिडिया स्टोरेजमा गएर यहाँबाट पनि मिल्छ है। मैले त यसरी यो सुरुको यो मिडिया स्टोरेजमा जाने होइन। अनि यहाँनिर राइट क्लिक गर्ने अनि एड इन्टु मिडिया पुल गर्ने है। त्यो गरेपछि चाहिँ यहाँ आउँछ
है जस्ट प्ले अराउन्ड विथ द सफ्टवेयर अब यही नै एउटा हार्ड एन्ड फास्ट रुल भन्ने हुँदैन अब धेरै तरिकाबाट इम्पोर्ट गर्न मिल्छ यताबाट पनि इम्पोर्ट गर्न मिल्छ हैन इम्पोर्ट मिडिया यसरी गर्न मिल्छ के है फाइलमा गएर इम्पोर्ट गरेर गर्न मिल्छ सो धेरै तरिकाहरू हुन्छ गर्ने चाहिँ है अब केले गर्दा काम सजिलो हुन्छ तपाईलाई के चाहिँ इमिडिएटली आउँछ त्यो फलो गर्नु होला मेन कुरा चाहिँ तपाईले बेसिक कुरा चाहिँ सिक्नु भयो हुन्छ फाइलहरु कसरी ल्याउने कटिङ कसरी गर्ने है अब म यसलाई धेरै टाइम पनि नदिउँ हैन अब टक्क यसरी सेलेक्ट गरेर यो अडियोलाई सेलेक्ट गरेर तपाईले नयाँ ट्र्याकमा ल्याएर छोड्दिनु भयो भने यसरी अडियो बन्छ के अब यसलाई जुम आउट गरौँ हेर्नु त यो जुम आउट गर्दाखेरि अडियो त धेरै बाहिर गएको छ सो वी डोन्ट निड एभ्रिथिङ के हामीलाई यहाँसम्म मात्र चाहिने हो नि त हैन सो त्यो एउटा भयो है फेरि जुम आउट गरौँ है अब प्ले गरौँ ओके लेट्स गो ओके तपाईहरुको त्यहाँ बजिरहेको छ कि छैन थाहा भएन तर मेरो मैले हेडफोन लगाइरहेको थिएँ त्यहाँ चाहिँ बजिरहेको छ मैले तपाईलाई यो भिडियो कस्तो बन्छ भनेर अब लास्टमा राखिदिन्छु है त अथवा सुरुमै म मिलाएर राख्दुम्ला है अब साउन्ड पनि लगभग भएको छ है अब एउटा फिनिसिङ के गरौँ भने हो यो अडियो चाहिँ ट्याक्क गरेर छुट्यो नि हैन बीट कम्प्लिट भएन नि 4 बीट सो हामी के गर्छौं अलिकति तन्काउँछौं हैन सुनेर हेर्छौं कहाँनेर गर्दा छोड्दाखेरि चाहिँ राम्रो हुन्छ भनेर ओके सो अझै यता तन्काम ओके ल यतिमै मैले राखेँ ल सपोज हैन ल ठीक छ अलिकति अडियो यता आयो बाहिर आएर हैन अब यसलाई हामी म्यानेज गर्छौं अब नेक्स्ट स्टेप भनेको चाहिँ हामी के राख्छौं भन्देखि टाइटलहरु राख्छौं अब तपाईले यहाँनिर हेर्नु हैन टाइमलाइनको तल टुलबारमा गएर नि हेर्न मिल्छ है टुलबारमा यता पनि हुन्छ टुलबारमा जाने टुलबारमा गएर टाइटल्समा क्लिक गर्ने टाइटल्समा क्लिक गरेर टेक्स्ट राख्ने सुरुमा चाहिँ है अब यस टेक्स्टको लागि चाहिँ के गर्ने भन्देखि यसरी एक्सपान्ड गरेर टेक्स्ट चाहिँ हामी यहाँनिर राख्छौं है माथि राख्छौं ठीक छ माथि राख्छौं अथवा यसलाई यस्तो अझै अब आफुलाई कुन टाइपको मन पर्छ सेलेक्ट गर्दै जानु हो हैन सेलेक्ट गर्दै हेर्दै जानु ल मैले चाहिँ सिम्पल राखे यसलाई डबल क्लिक गरेपछि यो खुलिन्छ अनि हे लायन्स भनेर मैले राखे है त ठीक छ एकदम सिम्पल है त्यो भयो अब फेरि यसलाई जुम आउट गर्ने अब लास्टमा हाम्रो यहाँनिर टाइम बढी भएको छ नि यसमा चाहिँ के गर्ने भन्देखि अब सब्स्क्राइब कल टु एक्सन यस्तो राख्न मिल्छ के सेलेक्ट गर्दै जाने हैन अब लेट्स चाहिँ मलाई यो मन पर्यो रे भने यसलाई सेलेक्ट गर्ने यता ड्र्याग गरेर यही माथिको ट्र्याक छ नि यो टेक्स्टको ट्र्याक यही ट्र्याकको सरै राख्दिने यहाँनिर लेट्स गो ओके फाइन सो अब रिबन छ नि यहाँनिर हैन रिबनलाई पनि टक्क अडियोको लेभलमा ल्याउने र यसलाई डबल क्लिक गरेपछि स्याम्पल भन्ने आउँछ यहाँ चाहिँ सब्स्क्राइब भनेर राख्ने है त सो हामी एकचोटि फेरि हेरौँ ओके असम ल ठिक छ है त हामीले सर्ट एन्ड स्विट यसरी नै गर्न सकिन्छ तपाईको भिडियो जति नै लामो भए पनि अब यो अगाडि र पछाडिको बुझिहाल्नु भयो तपाईले मेन बेसिक भनेको चाहिँ फाइलहरु कसरी ल्याउने यहाँ भिडियो एडिट गर्ने सफ्टवेयरमा त्यसपछि गएर टाइमलाइन कसरी बनाउने त्यसपछि गएर कटिङ कसरी गर्ने अडियो कसरी बेसिक अडियोमा खेल्ने हैन अडियो खेल्ने र अडियो लाइब्रेरी भनेको युट्युबको लाइब्रेरीबाट ल्याउने अडियो लाइब्रेरीबाट हैन त्यसलाई पनि यहाँ ड्र्याग गरेर ल्याउने अनि त्यसपछि गएर कल टु एक्सन राख्ने र यति भयो भने लगभग तपाईको एउटा युट्युब चल्छ के है युट्युब चल्छ अब सिकाउने कुराहरु त धेरै नै भइरहन्छ के अब यहाँ कति कुराहरु गर्न सकिन्छ तर मैले एकदमै सिम्पल मिनिमल राख्न खोजेँ तपाईहरुको लागि र दिस इज द राइट वे टु लर्न हैन एकैचोटी धेरै कुरा सिकेर मात्र हुने होइन त्यो सिकेको कुरा इम्प्लिमेन्ट गर्दै जाने अझै बेटर हुँदै जाने र बिस्तारै जब पर्छ त्यतिबेला सिक्दै जाने के है त्यो भयो भने चाहिँ तपाईले युट्युब पनि ग्रो गराउँदै जानुहुन्छ र भिडियो एडिटिङ पनि सँगसँगै सिक्दै जानुहुन्छ है त हजुर अब लास्ट पार्ट छ के छ भन्देखि यो आइकन छ नि यहाँबाट चाहिँ हामी एक्सपोर्ट गर्न पनि हुन्छ है अब यसलाई चाहिँ माई फर्स्ट भ्लग भनेर म बनाउँछु ल माई फर्स्ट
भ्लग भनेर है। अनि लोकेसन कहाँ राख्ने हो त्यहाँ चुज गर्ने। यसको एउटा राम्रो सेटिङ के छ भने युट्युबको सेटिङ प्रिसेट अलरेडी छ के। सो यसमा तपाईँको अब फुटेज अनुसारको गर्दा हुन्छ। 1920x1080 चुज गर्दा हुन्छ है। दिस इज द स्ट्यान्डर्ड। अनि त्यसपछि गएर एभ्रिथिङ सुड बी गुड। यो नर्मलाइज अडियोमा क्लिक गरिदिनु। अनि त्यसपछि एड टु रेन्डर क्यु भनेर खिचिदिनु यहाँनिर है। अनि कहाँ गएर सेभ गर्ने भनेर एउटा अप्सन आउँछ, सेभ भन्ने चुज गर्नु। अनि त्यसपछि गएर तपाईँले यसमा रेन्डर क्युमा तपाईँको यो टाइमलाइन चाहिँ आउँछ। अनि रेन्डर अलमा खिचिदिनु, यसरी रेन्डर हुन्छ है। अलिकति टाइम लाग्न सक्छ डिपेन्डिङ अन कम्प्युटर कतिको स्पिडमा छ भनेर, र भिडियो लेन्थ अनुसार पनि हुन्छ। र यसलाई रेन्डर भएपछि तपाईँको भिडियो रेडी भयो। अब तपाईँले म फुल भिडियो देखाउँछु है त। मेरो फर्स्ट भ्लग कस्तो भएछ, यस्तो भएछ। ओके साउन्ड आइरहेको थिएन होला र यो हेर्नु है। नाइस। ल यसरी नै हो, गर्दै जाने हो। अब यसमा अझै धेरै कुराहरू सिक्दैछौँ होला। र आजको लागि मैले यति नै राख्न खोजेँ। तपाईँको लागि सर्ट एन्ड स्विट काम बनोस्, तपाईँको युट्युब च्यानल अगाडि बढिरहोस्। सबैभन्दा इम्पोर्टेन्ट कुरा भनेको त्यो छ होइन। र आई होप इट वाज हेल्पफुल फर यु गाइज टु गेट स्टार्टेड। इफ यु निड मोर हेल्प प्लिज लेट मी नो, कमेन्टमा भन्नु होला। म तपाईँहरूको लागि भिडियो बनाइदिन्छु अथवा बनाउँछु होइन, ताकि तपाईँलाई धेरै नै हेल्प होस् भन्ने मैले अपेक्षा राखेको छु। र आजको भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच फर वाचिङ। प्लिज कन्सिडर सब्सक्राइबिङ, इट हेल्प्स द च्यानल अ लट एन्ड आई विल सी यु गाइज नेक्स्ट टाइम। बाई बाई।